बालेन शाहलाई तपाईँले देख्न सक्नुहुनेछ बालेन शाह निस्किसक्नु भएको छ के भन्न चाहनुहुन्छ दर्शक महानुभावले यति बेला देखिराख्नु भएको छ बालेन शाह आइसक्नु भएको छ झापा क्षेत्र नम्बर 5 मा एकपटक भए पनि भित्र हेरेर आउने भनेर उहाँ भित्र जानु भएको छ भने अहिलेको वस्तुस्थिति तपाईँले हामीले प्रत्यक्ष रूपमा देखाउन उम्मेदवार बालेन्द्र शाहको घण्टी निर्वाचन चिन्हमा 59,000 देख्न सक्नुहुन्छ अघि भन्नुभयो म एमालेथि खुल्न चाहेको थिइनँ अब त खुल्नै पर्यो परिस्थितिले खुलायो भन्नुभयो होइन मलाई कसले सिके जे गरोस् जे भन्न सकोस् मलाई आएको थियो भोट चाहिँ कहाँ सूर्यमा हाल्नु भएको थियो कि घन्टीमा घन्टीमा हान्दे घन्टीमै हुने घन्टीले चाहिन्छ मलाई भन्ने मेरो चाहना थियो घन्टीमा हालेको मात्रै भोट कहाँ घन्टी गयो सर पार्टी चाहिँ कुन हो तपाईँ पार्टी कुरा नगरौँ अहिले पार्टी कुरा नगरौँ घन्टीमा भोट हाल्नु पार्टी चाहिँ ओलीबाकै पार्टी हो ओलीबाकै चाहिँ होइन बालेनले जित्यो भने बिहे गर्छु भन्नुभएको थियो तपाईँले बिहे गरिहाल्ने छिटो छिटो बालेनले जित्यो भने मात्रै नि फेरि बालेनले जित्दैन भने त बिहे गर्दिनँ अब जित्ने त पक्का भयो के दुला राजा कता छन् रेडी छन् कि छैनन् रेडी छ होला दाईहरूले खोजिदिनु भएको होला बाबुआमाले यो पुरानो सरकार गठबन्धन सरकारबाट वाक्क दिक्क प्याक्क भएको थियौँ अनि केपी ओलीसँग पनि हामी वाक्क भएका थियौँ हामी केपी ओलीकै पहिले समर्थन भयो नि वाक्क भएको थियौँ उहाँ मान्छे ठिकै भए पनि उहाँको पार्टीमा साह्रै झोले तन्त्र गुन्डा तन्त्रको विकास स्याउती भएको थियो त्यो एकदम थान्केर जानुपर्छ होइन अनि यो गणतन्त्र सरकारले जुन अस्ति जेनजी आन्दोलन भयो नि त त्यो जेनजी आन्दोलनदेखि सबैजना जनताहरू गणतन्त्र सरकारबाट वाक्क हुनु भएको थियो त्यही भएर सबैले चेन्ज खोज्नुभयो होइन हामीले सोचेको जस्तै पनि भयो झापामा होइन सबैले चेन्ज गर्नुभयो चुपचाप घन्टी छाप गर्नुभएछ सबै पार्टीले भन्ने कुरा अहिले यहाँ गणनामा थाहा हुँदैछ होइन सबै झापालाई धेरै धेरै धन्यवाद झापाको नाम राखिदिनु भयो भन्न चाहन्छु र अब बालेन शाहले चाहिँ यो अहिले जुन यो पुरानो राजनीति छ नि यो एकदम घिनलाग्दो राजनीति एकदम परिवर्तन गरेर लानु पर्यो होइन अनि देशमा चाहिँ एकदम न्याय प्रणाली चाहिँ सबलाई बराबर हुनु पर्यो भ्रष्टाचार रोक्नु पर्यो भ्रष्टाचारीका पैसाहरू सब ल्याएर यो देशमा जलेकाहरू बिग्रेका सबै बनाउनु पर्यो र न्याय सबैलाई बराबर हुनु पर्यो एकदम यहाँ न्याय बराबर छैन जनताले न्याय पाउँछन् अब पाउँछन् भन्ने एकदम ठुलो आशा छ होइन अब यो भन्दा अगाडि चाहिँ कस्तो भयो नि जसले नेताको पाखुरा मोलो खुट्टा मोलो ऊ कहाँ सत्तामा पुगो पढे लेखेका मान्छे झोला बोकेर विदेशतिर पुगो 8 कक्षा पढेका संसद भवन छिरे होइन नेपाली अक्षर पढ्न नसक्ने संसद भवनभित्र छिरेर यतिकै गरेका छन् एकदम चित्त नबुझ्दो थियो क्या मलाई यो भन्दा अगाडिको राजनीति साह्रै म त पहिले राजनीतिप्रति त्यति धेरै चासो गर्दिनँ थिएँ भर्खर गर्न थालेकी हुँ होइन साह्रै चित्त बुझेन मलाई झापाको छोरी होइन तपाईँ हो झापाली एकदम प्योर झापाली ओली बा भन्छन् सबैले ओली बालाई कसरी सम्झिनुहुन्छ अहिले यहाँबाट ओली बालाई पनि जे जति गर्नुभयो बुढा मान्छे सम्मानै छ तर उहाँले चाहिँ के भने आफ्नो पार्टीभित्र लागेका आसे पासे झोलेहरूको बा हुन सक्नुभयो नेपाली जनताको बा हुन सक्नु भएन अहिलेसम्म त म चाहिँ किनभने गुपचुकमै थिएँ तर भर्खरै म निस्किँदैछु अब कतिपय त पहिला त म एमाले समर्थनमा थिएँ अब चाहिँ बालेनले जित्ने भयो भनेर खुल्नुभयो तपाईँ अब त युवा शक्ति जाग्नु पर्यो भन्ने मेरो चाहना हो मैले चाहिँ के भनेको भने नि हाम्रो युवा र युवतीहरू खाडी मुलुकमा कसरी पनि नजाओस् यहीँ हाम्रो देशमा रोजगारी हुनु पर्यो हाम्रो देशको रोजगारी हाम्रो कलकारखाना खोल्नु पर्यो हाम्रो देशले कसैले पनि हामी युवा युवतीहरूले भिख माग्नु पर्दैन अर्काको देशमा गएर मेरो भन्ने चाहना हो चित्त सुनिश्चित जस्तै देखिया छ बिहे गर्नुपर्ने बाध्यता आइलाग्यो तपाईँको जीवनमा ख्याल ठट्टामा भन्नुभयो कि साँच्चै सिरियसली भन्नुभयो सिरियसली भनेको सिरियसली हो भाइरल हुन त भन्नुभयो होइन नि तपाईँले होइन मनैदेखि बालेनले म त अलरेडी भाइरलै छु केपी बासँग तपाईँहरू युवाहरू पनि रिसाउनु भयो र होइन रिसाएको त होइन बालेन दाइले जित्यो भने अलिक राम्रो हुन्छ केपी बा त अब बुढो भइहाल्नु भयो मर्ने बेला नि हुन आँट्यो अब बालेन दाइ त उमेर छ नि त अनि उहाँले जित्नु भयो भने त केही न केही त हुन्छ होला बालेन दाइलाई हेर्नु आएको गइ त हाल्नु भएछ के भन्नुहुन्छ त अब बालेन दाइलाई भेट्न पाउनु भएको छैन होइन बालेन दाइलाई के छ तपाईँको सल्लाह सुझाव भन्नुपर्छ बालेन दाइलाई भेट्नुको लागि काठमाडौँ जानुपर्छ होला यहाँ त भेट्न सकेन त्यही पनि मनमा लागेको कुराहरू यसो पोख्नुहोस् न अब बालेन दाइलाई भेटेको भए राम्रो हुन्थ्यो यसो फोटो खिचिन्थ्यो रमाइलो हुन्थ्यो भोट अब त भन्नु मिल्छ कहाँ हाल्यो भोट त प्रश्न हुँदैन म त ओपनै हो ओपन अरूले चुपचाप घन्टी साप भन्थे म ओपन घन्टी साप हो ए तपाईँ हल्ला खल्ला गरेर घन्टीमा भोट हाल्ने मान्छे चुपचाप घन्टी साप भन्दै त होइन म चाहिँ ओपन घन्टी साप ओपन चुपचाप अब के भयो त रिजल्ट आउन थाल्यो माहौल पुरै तात्या छ तपाईँ कतिको तात्तिनु भएको छ उत्साहित छौँ हामीले सोच जस्तै भइरहेको छ हामी खुसी छौँ जेनजीको आन्दोलन जेनजीको
अभियान अन्तर्गत भएको चुनाव पनि हो होइन भने त हामी नर्मल सधैँको चुनाव त आफ्नो आफ्नो पार्टीले दिन त 84 मा सधैँ थियो नि हो 84 मा ब्रेक भएर 82 मा आउनुको अर्थ चाहिँ जेनजीको सम्बोधन गर्नुपर्ने त्यसलाई घन्टीले सम्बोधन गर्ने अनि घन्टीमा छापमा गइएको हो यसमा दुई मात्रै छैन आफ्नो आफ्नो पार्टी हुँदाहुँदै पनि आफ्नो पार्टी हुँदाहुँदै पनि मान्छेले घन्टीमा भोट हालेको छ किन भन्दा अभियान घन्टीको घन्टी अभियान हो नि त जेनजीलाई सम्बोधन घन्टी हो त्यसरी भएको छ त्यसैले अगाडि बढाएर देशैभरि उत्साह छाएको छ म पनि खुसी छु खुसी मात्रै कि बहुत खुसी बहुतै खुसी कति हो कति फरक फरक खुसीको सीमा छैन खुसी छैन एकदम छैन सोच यस्तै भएको छ हजुर यो जनता साह्रै उत्साहित हुनुहुन्छ म पनि त्यस्तै उत्साहित छु पुरै यही हो केपी ओलीको त एकदमै नराम्रो पराजय भयो नि उनकै दुर्मुखा व्यवहारले हो व्यवहार कस्तो छ बोलीचाली कस्तो के भन्छ त क्षुद्र बोलीचाली अनि त्यही हो अहिले क्षुद्र बोलीचाली अब जेनजीहरूसँग गरिएको व्यवहार उनकै पार्टीको कार्यकर्ता असन्तुष्ट छ अरू पार्टीको मान्छेले मान्छे नगर्ने यस्तो भइसकेपछि यो जमाना कसरी पुग्छ त चाकडी गर्नुपर्ने जरुरी छ र अब तपाईँ त भर्खर घन्टीमा जानुभयो हो कि पुरानो घन्टीवाला हो घन्टीमा हालेको मात्रै भोट कहाँ घन्टीमा गइएको छ र पार्टी चाहिँ कुन हो तपाईँ पार्टी कुरा नगरौँ अहिले पार्टी कुरा नगरौँ घन्टीमा भोट हालेको पार्टी चाहिँ ओलीबाकै पार्टी हो ओली बाँकै चाहिँ होइन है काङ्ग्रेसी हो तपाईँ प्रजातान्त्रिक पार्टी हो तर ओली बाँकै चाहिँ होइन तर त्यो सबै छोडेर अहिले घन्टीमा भोट हाले हो भनेपछि यसपटक झापा 5 का जनताले पार्टी छोडेनन् तर मत परिवर्तन गरे त्यसैमा म पनि हो मत परिवर्तन गरेरै हो पार्टीले मात्रै भोट हालेर यति हुन्थेन नि हजुर अरू नै पार्टी मान्छेले मत परिवर्तन गरेर यसमा गएको भरि यही जति भोट आउँछ बालेनलाई अब तपाईँहरूले मत परिवर्तन त्यतिकै गर्नुभएको छैन राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको छ अवस्था परिवर्तन गर्नुपर्छ व्यवस्था मात्रै परिवर्तन गरेर भएन जनताको अवस्था परिवर्तन गर्नुपर्छ भन्ने स्लोगन रासोपाको छ अब परिवर्तन होला त बहुमत सरकार कन्फर्म जस्तो देखिँदैछ अझ 2/3 ल्यायो भने त अब सुन्मै सुगन्ध भइहाल्यो होइन भने 2/3 आयो बहुमतको सरकार भयो भने बहुमत सरकार त हुन्छ देखिन्छ नि भयो भने अवस्था पनि परिवर्तन हुन्छ भन्नेमा विश्वास छु हामी त्यस्तो भयो भने हामी पार्टी सार्टी भन्दा पनि त्यतै जान्छौँ फेरि ल अब बालेन शाह प्रधानमन्त्री बन्ने निश्चित देखिया छ अहिलेको अवस्थामा बालेन प्रधानमन्त्री भएपछि पहिलो निर्णय के गर्नुपर्छ ल भन्नुहोस् पहिलो निर्णय भन्नाले अब यो देशकै लागि भन्ने के ठाउँको लागि देशको लागि त म त भन्छु के भने अब यो के भने धेरैवटा छन् समस्या अहिले यो भोटको कुरा छ नि हाम्रै यो क्षेत्र नम्बर 5 मा 1,63,000 मतदातामा झरो कति 1,06,000 मात्रै 57,000 बाहिर छन् नि पहिलो एउटा मात्रै भन्छु है त पहिलो अनलाइन के अरे भोटिङको व्यवस्था बनाउनु पर्यो ताकि जाहिर खाना गएका भाइ विद्यार्थीहरूले आउन सक्दैनन् नि भाडा तिर्नुपर्छ खर्चलो हुन्छ सम्भव छैन समय होइन ती मान्छे उहीबाट भोट हाल्न पाउनु पर्यो झन् प्लस हुन्छ दोस्रो 2 नम्बरमा के भन्नु 46 सालदेखि त भएका भ्रष्टाचारहरूको फाइल खोलेर सबैलाई पैसा निकालेर चाहिँ त्यहाँबाट निकालेर सम्पत्ति राष्ट्रियकरण गरेर गर्छौँ र भ्रष्टाचार जेल खोज्छौँ भनेर त्यो गर्नु पर्यो त्यो ठुलो स्ट्रङ त त्यो हो नि कुरो आउँदै हुनुहुन्छ हाम्रो देशमा राम्रो गर्नुहुन्छ हामी जस्तो युवाहरूको लागि धेरै राम्रो गरिदिनुहुन्छ भनेर बालेनले देश बनाउँछन् भन्ने विश्वास छ त्यही भएर तपाईँहरू खुसी हुनुहुन्छ एकदम है हजुर पनि खुसी एकदम कारण एउटै हो कि फरक छ सेम हो र त हामीले जिताएको त हो नि भोट ठोक्या हो घन्टीमा दामी सबै ठोकेको आफन्त साथीभाइ सबैले घन्टीमै नै बनाएको हामीले हो भने अब जित्न आँटे भनेर घन्टी भने त होइन 100% हेर्नुहुन्छ नि फोटो सहित देखाउँछ घन्टीको लोगो पनि छ मसँग ए मोबाइलमै घन्टीको फोटो छ लोगो टाँच्नु भएको छ है अब बालेन शाहले प्रधानमन्त्री भएपछि पहिलो गर्ने काम के होला भन्नुहोस् के काम गर्नुपर्छ पहिले चाहिँ भ्रष्टाचारीहरू हुनुहुन्छ नि जति यो 36 वर्ष 35 वर्ष शासन गरेर आउनु भएको छ नि उहाँहरूलाई चाहिँ उ गर्नु पर्यो भ्रष्टाचारीलाई खोरमा कोच्नु पर्यो 2 नम्बर भन्नुहोस् 2 नम्बर देशमा के मागिरहेको छ युवाहरूले के खोजिरहेको छ ती युवाहरूको आँसुलाई रगत उसको आमाको आँसुलाई एकदम न्याय दिनु पर्यो जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने र गोली चलाउनेहरूलाई कारबाही गर्नु पर्यो त्यो त 1 नम्बर नै हो नि दोस्रोमा उनकी आमा जुन हुनुहुन्छ नि मर्ने त मर्रा गइहाले ती शहीदको परिवारहरूलाई के कसो सरकारले गर्नुपर्ने गर्नु पनि पर्यो बिचराको एउटा कमाइ खाने भाँडो थियो छोराछोरी भनेर एउटा अहिलेको जमानामा एउटादेखि 2टा जन्माउँछन् कसैले एउटा पनि पाउँछ पोखरी थियो हो त्यो आमाको आँसु चाहिँ खेर जानु भएन अनि अब गरिब दुखी पश्चिममा धेरै उ छ विकट ठाउँ छ हामी पूर्व त ठिकै छ यतिको त्यो पश्चिम जिल्लालाई पनि हेर्नु पर्यो दुर्गमलाई हेर्नु पर्यो र यहाँ पनि त्यो त उनले गर्लान् युवा छन् पढे लेखेका इन्जिनियर हुन् देश बनाउँछु भन्ने नक्सा बोकेर हिँडेका छन् बालेन होइन तपाईँको यही ठाउँबाट तपाईँले पटक पटक जिताउनु भयो केपी ओलीलाई अब उहाँले हार्ने लगभग निश्चित छ उहाँलाई के भन्न चाहनुहुन्छ तपाईँ
उहाँलाई त के भन्नु र अब बिचरा बा कहाँ हुनुहुन्छ हामीलाई त्यो त थाहा पनि छैन। अहिले कस्तो अनुभूति गर्नुभएको छ? यहाँ आइसके पछाडि जुन अहिले प्रधानमन्त्री रेस भनौँ न, यहीँबाट झापा 5बाट चाहिँ नौलो पनि जस्तो लाग्यो मलाई। र विशेष गरी बालेन शाहले यहाँबाट उम्मेदवारी दिँदै गर्दाखेरि लगभग अहिलेको यो भिड हेर्दाखेरि र उत्साह हेर्दाखेरि चाहिँ अनि मत परिणाम हेर्दाखेरि चाहिँ बालेन शाहको विजयी नै जस्तो देखियो। त्यो देखिन्छ है। परिवर्तनको पक्षमा झापाली जनता रहेछन् भन्ने कुराको प्रमाण हो यो चाहिँ झापाली जनताले चाहिँ नि परिवर्तन खोजेकै रहेछ भन्ने कुरा यहाँबाट छर्लङ्गै देखियो। म झापासँग मेरो त्यति धेरै नजिकको साइनो त छैन, तर झापासँग मेरो प्रगाढ सम्बन्ध चाहिँ छ। म हरेक महिना जस्तो झापा आउने गर्छु होइन। झापाका अटो चालकदेखि लिएर यहाँका व्यवसायीहरूसँग कुरा गर्दा उहाँहरूको राजनीतिक चेत चाहिँ मैले उत्कृष्ट पाउँछु क्या, अन्यत्रको भन्दा निकै नै फरक पाउने गर्छु। विशेष त झापाली जनतालाई भन्ने हो भने यो कम्युनिस्टको केन्द्र भनिन्छ, कम्युनिस्टको उद्गम स्थान भनिन्छ। एक केपी ओलीले नै हो जित्ने, यो एमालेको गढ हो भनेर भनिन्थ्यो। कसरी परिवर्तन आयो अलिकति बताइदिनुहोस्। तर अब परिवर्तन जनताले चाहिसके पछाडि गढ किल्लाहरू टुट्दै गएको महसुस भएको छ। अब बालेन शाह देशको प्रधानमन्त्री बन्दै गर्दा, रासोपा ठुलो पार्टी बन्दै गर्दा उहाँले के काम गर्नु पर्ला, सुझाव के छ तपाईँको भन्नुहोस् त। अब यस्तो छ, मेरो सुझाव चाहिँ के हो भन्दाखेरि सबै जनता बराबर हुनु पर्यो, नियम कानुन सबैलाई हुनु पर्यो र सेवा सुविधा सबै जनताले पाउनु पर्यो, त्यति नै मेरो माग हो। सुशासन मेन एजेन्डा छ यति बेला। आम नेपाली जनताले सुशासनको पक्षमा मतदान गरेका हौँ हामीले भनिरहेका छन्। सुशासन कायम गर्न सजिलो छ नेपालमा? सिस्टम छैन हेर्नुहोस्, भए पनि करप्ट छ सिस्टम। गाह्रो चाहिँ होला, तर जे होस् गर्न सक्छन् भन्ने विश्वास भएर जनताहरूले चाहिँ नि मत दिइराख्नु भएको छ। भनेपछि जनताले गरेको विश्वासलाई तोड्न दिनु भएन रवि बालेनहरूले। जसरी हुन्छ यो करप्ट सिस्टमलाई चाहिँ ट्र्याकमा ल्याउनु पर्यो। यो त एकदमै अन्तिम विकल्पका रूपमा जनताले हेरेको मान्छे नै बालेन हो। त्यो भएर यो विश्वास चाहिँ टुट्नु भएन कोहीबाट पनि। जसले आश गरेर भोट दिएर जिताउँदै हुनुहुन्छ उहाँहरूको आश भरोसा चाहिँ नटुटोस्, त्यही भन्न चाहन्छु।